आज अन्वितको फर्स्ट डे अफ विकेन्ड। हामी विकेन्डतिर लाग्यौँ। उहाँहरूले हामीलाई 9:50 आइपुग्नु र वेलकम सेरेमनी 10 बजेदेखि स्टार्ट हुन्छ भन्नुभएको थियो। सो हामी टाइममै पुग्यौँ, 9:50 पुग्यौँ। अनि वहाँ पुगिसकेपछि उहाँहरूले एकदम राम्रो डेकोरेसन गर्नुभएको रहेछ। जस राम्रो डेकोरेसन, अगाडि नै वेलकमको पोस्टर्सहरू लिएर सबै पेरेन्ट्सलाई, बाबुहरूलाई लिएर फोटो खिच्नुभयो एल्बममा राख्नलाई। एन्ड त्यसपछि त्यो फोटो लिइसकेपछि हामी भित्र गयौँ। भित्र उहाँहरूले सेन्साईहरूले सबैले आफ्नो इन्ट्रोडक्सन दिनुभयो। इन्ट्रोडक्सन दिइसकेपछि उहाँहरूले गीत गाउनुभयो। 1-2वटा गीत गाइसकेपछि बच्चाहरूले पनि गीत गाए। उहाँको डेकोरेसन हेर्नु न कस्तो राम्रो के। अनि त्यसपछि चाहिँ उहाँहरूले गीत गाइसकेपछि उहाँहरूले चाहिँ आफ्नो केही कुराहरू भन्नुभयो, विकेन्ड रिलेटेड कुराहरू के भन्नुभयो। अनि त्यसपछि सानो बाबुहरूले, हाम्रो बाबुहरूलाई सानो मेडल पनि लगाइदियो, पेपरकै भए पनि, कस्तो क्युट के। त्यसपछि उहाँहरूले सबसे राम्रो, यहाँ मलाई विकेन्डमा सबसे राम्रो चाहिँ के लाग्यो भने नि उहाँहरूले कस्तो टाइम टेबल चाहिँ एकदम ठिक्क पाउँछ के। 10 बजे स्टार्ट गर्ने भन्नुभएको थियो, ठ्याक्कै 10 बजे स्टार्ट गर्नुभयो र सबै कुरा चाहिँ 11 बजे एन्ड गर्नुभयो। त्यो टाइममै भयो नि त। जापानको यो एकदम टाइम टु टाइम एकदम फरक पार्ने रहेछ। हाम्रो नेपालतिर त अलि ढिलो हुन्छ नि त। अनि त्यो भइसकेपछि उहाँहरूले बाबुहरूलाई गिफ्ट्स पनि दिनुभयो। गिफ्ट्स लिइसकेपछि केही कुरा डिस्कसन भयो, नेक्स्ट डेको टाइम टेबलको भन्नुभयो। अनि त्यसपछि हामी घर फर्क्यौँ। बाबु चाहिँ खुसी थियो, नयाँ ठाउँ गयो। उहाँ अलिकति बच्चाहरूसँग भेट्न पायो, अलिक एक्साइटेड पनि थियो। अनि हामी घर फर्क्यौँ सिद्धेर रमाइलो भयो।